समारोहको अन्तिम चरणमा हाम्रा मुख्य अतिथि आदरणीय हाम्रा यस सरकारका गृहमन्त्री रामबहादुर थापा बागेलज्यूलाई आफ्नो 2 शब्द राखिदिनमा हार्दिक अनुरोध गर्दछु र उहाँको ट्रान्सलेसन यस अर्को समाजका उपाध्यक्ष डाक्टर उर्मिला साथी हाम्रो गङ्गाल हस्पिटलको पेडियाट्रिक डिपार्टमेन्टको हेडलाई गर्न चाहन्छु। धन्यवाद। सबभन्दा पहिला म अर्नीको समाजद्वारा आयोजित आजको चिनिया नव वर्ष सुनचिएको विशेष कार्यक्रममा सहभागी बन्न पाउँदा मलाई धेरै खुसी लागेको छ। हाम्रो सम्बन्ध प्राचीन कालदेखि नै हजारौं वर्षदेखि अटुट रूपमा चाहिँ रहेको छ र यो सम्बन्ध निरन्तर सुदृढ हुँदै पनि गइरहेको छ र नेपालले अहिले लिएको लक्ष्य समृद्ध नेपाल सुखी नेपाली भन्ने छ र यसमा नेपालको विकासमा समृद्धिमा चिनिया जनता र त्यहाँको सरकारले निरन्तर रूपमा जो सहयोग गर्दै आएको छ म त्यसको निम्ति पनि चिनिया जनता र सरकारलाई धन्यवाद दिन चाहन्छु। विगत वर्षमा नेपालमा आएको महाभूकम्पले जो ठुलो जनधनको क्षति पुर्याएको थियो त्यो सङ्कटको बेलामा चिनिया जनता र सरकारले सबभन्दा पहिले अगाडि आएर नेपाली जनतालाई सहयोग गरेका थिए। त्यसको निम्ति पनि म चिनिया जनता र सरकारलाई धन्यवाद दिन चाहन्छु। अर्नीको समाजले झन्डै 4 दशकदेखि नेपाल चीन बीचको सम्बन्धलाई सुदृढ गर्नमा यसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। म त्यसको निम्ति अर्नीको समाजका सबै सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु र चीनका विश्वविद्यालयहरूबाट प्राप्त उच्च ज्ञानबाट अर्नीको समाजले 4 दशकदेखि नेपाली जनताको पनि निरन्तर सेवा गर्दै आइरहेको छ र नेपालको विकास र समृद्धिमा यो समाजले पनि महत्त्वपूर्ण योगदान दिँदै आएको छ। यसको लागि पनि म यो समाजका सबै सदस्यहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु, बधाई दिन चाहन्छु र यहाँ चिनिया राजदूत मामई हाउएनसीले पनि नेपालको विकास र समृद्धिमा निरन्तर चीनले सहयोग गर्नेछ भन्ने यहाँले जुन वचनबद्धता यहाँ प्रकट गर्नुभएको छ त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। र आज यो विशेष अवसरमा म विशेष गरेर यहाँ चिनिया महामहिम राजदूत लगायत चिनिया मित्रहरूलाई यो नव वर्षको उपलक्ष्यमा म उहाँहरूको सुस्वास्थ्य र उहाँको समृद्धिको म कामना गर्न चाहन्छु। साथै चिनिया जनताको प्रगति र समृद्धिको पनि म कामना गर्न चाहन्छु र नेपाल चीन मैत्रीको मजबुत रहोस् यो पनि चाहिँ म यो शुभकामना यो अवसरमा प्रकट गर्न चाहन्छु। धन्यवाद। 中国的传统是积家而来，我祝各位中国朋友。अन्तिम डान्स नेपाली डान्स एउटा अब हाम्रो सामु प्रस्तुत हुन गइरहेको छ। ठाउँ यो थो कार्यक्रम अर्नीको समाज पाखे चिनिया नव वर्ष उपलक्ष्य छौ या नौ प्रोग्राम ख आथो झिस चिनिया नयाँ वर्ष हरेक वर्ष झिस अर्नीको समाज एको न्यनिसे याना वइ चुनाव ख थो जी अर्नीको समाज दयो चीन विभिन्न विषयले अध्ययन याना नेपाल ल्यावे ढुङ्का गठन जो छौ संगठन ख ठुके मुख्यतया जी नेपाली जनता यो फाइदा यो लागि हेल्थ क्याम्प त जुल जी किताब त ट्रान्सलेसन त जुल
अनलिपा जिउ टिभी सिरियल त जुल उके जिस अपो जोर बेचुनौडु अठे जिस आ तुरन्ते चिनिया ब्रुसली यो टिभी सिरियल न आ नेपाली भाषा याक नयाँ छि नेपाल टेलिभिजन वेट्याउँडु अठे पश्चिमतिरको यात्रा न छि नेपाल अठिले छि टेलिभिजन आ प्रशासन ज्याचौँ हेडु अठे अठे छिस मुख्यतया एको क्याम्प त अर्नीको समाज पाखे ज्याचौँडु अठे छिस एको छि दाजुकिजा केपिन त चिने उच्च शिक्षा अध्ययन याउ लागि न छिस सिट बेचुनौडु अठे खसा छिस तो ठुक्सिन तो अर्नीको समाज पाखे तो चिनिया मुसा वर्ष छि छु वर्ष यो उपक्षेक्ष ठाउँ चाहिँ गृहमन्त्री रामबहादुर थापा बादल चिनिया राजदूत पाखे छौ कार्यक्रम नक्तिनी कोचाला छिपिसा खनेडीको अठे एजुली जिन फुकसित तो चिनिया नयाँ वर्ष उपलक्ष्य सकसी चिनिया पासपिन त 9 वर्ष यो शुभकामना देशना चुना धन्यवाद।